नेपाली जनता के फेरि दाउरा चुलोमा फर्किनु पर्ने हो? साथीहरू, हाल विश्वमा भइरहेको इरान इजरायल अमेरिका युद्धको असर सिधै नेपाल जस्तो सानो देशमा पनि देख्न थालेको छ। नेपालमा देखिएको अवस्था ग्यास डिपोमा लामो लाइन, कतिपय ठाउँमा ग्यासै नपाइने अवस्था, सरकारले आधा सिलिन्डर मात्र दिने व्यवस्था, कतिपय क्षेत्रमा मानिसहरूले खाली सिलिन्डर बोकेर घन्टौँ लाइन बस्नु बाध्य भएका छन्। हो साथीहरू, नेपालले आफ्नो सबै ग्यास भारतबाट ल्याउँछ। भारतमै सप्लाई समस्या भएपछि नेपालमा सिधै असर पर्छ। यो सङ्कट केवल ग्यासको मात्र होइन, नेपालको ऊर्जा निर्भरताको ठूलो कमजोरी हो। के फेरि दाउरा चुलोमा फर्किनु पर्ने हो? आकांक्षिक रूपमा सम्भव छ, तर स्थायी रूपमा समाधान होइन। दाउरा प्रयोग गर्दा जङ्गल विनाश बढ्छ, धुवाले स्वास्थ्य असर गर्छ। यो कुनै दीर्घकालीन समाधान होइन। साथीहरू, सङ्कटले नै नयाँ बाटो देखाउँछ। अब समय आएको छ ग्यासमा निर्भरता घटाउने र विद्युतीय भविष्यतर्फ जाने। यदि अहिलेबाट नै बिजुलीमा रूपान्तरण, वैकल्पिक ऊर्जा प्रयोग, सचेत उपभोग गरिएन भने भविष्यमा यस्ता सङ्कट अझै बढ्न सक्छ। नेपालमा पछिल्लो समय विद्युतीय उत्पादन उल्लेखनीय रूपमा बढ्दै गएको छ। हो साथीहरू, यो अवस्थामा इलेक्ट्रोनिक चुलो, इन्डक्सन, राइस कुकर, इलेक्ट्रिक हिटरको प्रयोग गर्नु सबैभन्दा भरपर्दो विकल्प बन्न सक्छ। तपाईँ गाउँमा बस्नुहुन्छ भने र गाई भैँसी पाल्नुहुन्छ भने गोबर ग्यास पनि भरपर्दो विकल्प बन्न सक्छ।